रिसेन्टली त मैले एउटा त्यो प्रोजेक्ट गर्न तयारीमा छु होइन, स्क्रिप्टहरू चल्दैछ। अब डिटेलमा चाहिँ अब म पछि भन्छु हजुरलाई होइन। फिल्म आउँदैछ मुभीहरू अब पहिला त हामीले दर्ता नै गरे हो है, हजुरले पनि थाहा होला त्यो मुभीको नाम एक्स्ट्रा माया हो। त्यसको चाहिँ पोस्ट प्रोडक्सनको काम म गर्दै थिएँ एज अ पोस्ट प्रोडक्सनमा पनि अनि एज ए एक्टर पनि काम गर्दै थिएँ। तर बिचमा कोरोनाले अब हामीले मात्रै होइन धेरैले अब लथालिङ्ग पार्यो होइन। अनि त्यसपछि चाहिँ अब नयाँ म्युजिक भिडियोहरू म अब गर्न प्रयासमा छु होइन, अहिले पनि गरि नै रहेको छु। अनि रिसेन्टली मैले एउटा क्रिस्चियन सङ पनि गरेको छु होइन, अस्ति मैले भर्खर रेकर्ड गरेको छु। अनि अब त्यो मेबी 1 वीक अराउन्डमा अब रिलिज हुँदैछ, आशा छ अब दर्शकहरूले त्यो पनि मन पराइदिनुहुन्छ। अब पछिल्लो समयमा चाहिँ यो जुन भनौँ न टिकटकले गर्दाखेरि चाहिँ गीत सङ्गीतहरूलाई अलिकति टिकटकमा चल्यो भने गीत नचल्ने भन्ने भइरहेको छ नि, कसरी लिनु भएको छ? सर्वप्रथम त म आफ्नो कुरा गरौँ होइन, पर्सनल कुरा गरौँ। टिकटक चाहिँ म पहिला युजर नै हो होइन, टिकटक युजर हो। अनि त्योभन्दा म्युजिकली भन्ने आउँथ्यो होइन, डबमेस त्योभन्दा अगाडि आउँथ्यो। अनि त्यति बेलादेखि नै युजर हो म। तर यो त्यहाँदेखि अहिलेसम्मको मैले हेरेँ अहिले धेरै विकृति आइसक्यो टिकटक। प्रमोसनको लागि भन्दा पनि एउटा विकृति किन आएको भने अब जे कुरा पनि अब त्यो हामी त्यो गिफ्टर्सहरूलाई गिफ्टले नै प्रायोरिटी दिइरहेछौँ होइन। तर म चाहिँ उसको जस्ट खिलाफ हुँ म होइन, म त्यस्तो चाहँदैन। म प्रमोसनको लागि चाहिँ ठिकै हो, आफ्नो कलाहरू देखाउने होइन, आफ्नो सर्ट टर्म कलाहरू देखाउन लागि चाहिँ त्यो ठिकै लागेको थियो। तर यो जबदेखि विकृति आयो तब चाहिँ मलाई पनि अलिकति नराम्रो फिल भइरहेछ। म अहिले चाहिँ के उसमा मलाई त यस्तो लाग्छ कि इन्डियाले ब्यान गरे जस्तै हाम्रो टिकटक नेपालमा चाहिँ ब्यान गर्नै पर्छ कि। किन ब्यान गर्नुपर्छ? यो त प्रमोसनको लागि होइन, यो ब्यान गर्न पर्छ भन्दा पनि किन युजरहरू अब त्यस्तो भइसक्यो कि अब त्यो यहाँबाट पैसा आउँछ है, हामीले चाहिँ जे पनि गर्न तयार छौँ कि। अब तपाईँको भनौँ भने त अब युट्युबबाट पनि अलि धेरै पैसा छ है, तपाईँ युट्युबमा अब त्यति अब पहिला जस्तो छैन। तर टिकटकमा चाहिँ अब तपाईँले पनि थाहा भएको नै कुरा हो, मलाई पनि थाहा भएको कुरा हो। यसमा धेरै पैसा छ, अब मान्छेले जे पनि गर्न तयार छ क्या तपाईँको। अब हामीले अब एउटा टिकटक युजर भएको कारणले अब स्क्रल गर्दा तपाईँको यस्तो विकृतिहरू आइरहेको हुन्छ होइन। अब तपाईँ त नराम्रो कन्टेन्ट भन्नु खोज्नु भएको, नराम्रो कन्टेन्टहरू। अब कन्टेन्ट राम्रो छ भने त्यो ठिकै छ होइन। अब धेरैले हामीले ब्लग पनि गर्न सकिँदैन होइन। अनि कतिले ब्लग गर्ने क्या, तपाईँको स्क्रल गरेर उसले ब्लग गऱ्यो अर्को, तपाईँको त यो लाइनै छ कि, तपाईँ क्यु नै छ कि, तपाईँको एउटा क्यु नै भइसक्यो कि तपाईँको। अनि मैले अहिले तपाईँले मेरो फोन चेक गर्नुभयो भने म समटाइम म त्यो अब चाहिँ म डाउनलोड गर्छु। अब आफूले कलाकार भएको कारणले होइन, अब कुनै अब कलाकार भएको कारणले चाहिँ मलाई यस्तो भिडियोहरू बनाउन मन लाग्छ होइन। कुनै अब त्यो गीतहरू गाएर अब राखौँ, अब कुनै एक्टिङ गरेर राखौँ होइन, कुनै अब त्यो साउन्डमा अब आफ्नो एक्टिङहरू देखाउँ भन्ने लाग्छ। त्यो दिन म गर्छु होइन। अब कोही प्रमोसनको लागि भए त पनि गर्छु, तर त्यो विकृति हेरेपछि फेरि अनइन्स्टल भइहाल्छ मेरो फोनमा। अहिले छैन, तपाईँले चेक गर्नुभयो भने अहिले मेरो फोनमा। तर म्युजिक आफ्नो चाहिँ साङ्गीतिक क्षेत्रको चाहिँ म्युजिकहरू राख्यो भने तर म गीत टिकटकमा हिट भयो भने युट्युबमा पनि भ्युज पाउँछ भनेर टिकटक युज त्यो हिसाबले चाहिँ मैले त्यसको बारेमा चाहिँ मैले के भन्छ त्यसले, मैले त्यसको खिलाफ चाहिँ भएको होइन। प्रमोसनको लागि चाहिँ एकदम ठिकै हो होइन। तर विकृतिले गर्दा चाहिँ मलाई अलिकति किन हामी त 18 ओभर मात्रै हेर्दैन टिकटक होइन। तपाईँको 5 वर्षको बच्चाले पनि हेरिरहेको हुन्छ, 6 वर्षको बच्चाले पनि हेरिरहेको हुन्छ होइन, 7 वर्षको बच्चाले पनि हेरेर 18 ओभर पनि हेरिरहेको हुन्छ। अनि हाम्रो फ्यामिलीसँग बस्यो भने हामी होइन, कहिले कहिले यहाँ प्यारेन्ट्सहरू बसेको छ अथवा कुनै पाहुनाहरू घरमा आएको छ होइन, गेस्टहरू आएको छ, त्यति बेला अब चलाइरहेको हुन्छ। अब त्यही त सोसियल मिडियामा कुनै बेला फेसबुक खोलिरहेको हुन्छ, कहिले टिकटक खोलिरहेको, त्यति बेला हामीले त्यो ब्लुटुथको युज गर्ने भने त्यो त अब त्यस्तो आएको बेलामा चाहिँ हामीले के गर्ने होइन, के साउन्ड त्यो त होपलेस। पहिला के हुन्थ्यो, हामी मुभीहरू हेर्थ्यो, बिचमा एडभर्टाइजमा कुनै त्यस्तै आयो भने त एकदमै रिमोट खोजेर बस्छ नि त। अहिले टिकटक त्यस्तो भइसक्यो, सोसियल मिडियाहरू पनि प्लेटफर्म पनि त्यस्तो भइसक्यो। अब कुन बेला के आउँछ थाहै नै हुँदैन क्या तपाईँ। अब सुरुमा अब सबै साङ्गीतिक क्यारियरको कुरा गर्नु, सुरुमा कसरी छिर्नुभयो यो म्युजिकल लाइनमा, कसको इन्सपायर छ तपाईँले? यो चाहिँ एक त मेरो पहिलादेखि प्यासनले नै म अब यो नै म आफ्नो के भन्छ यसले
प्यासन थियो। अब यसले नै म के भन्छ त प्रोफेसनल बनाउँछु होइन, प्रोफेसनल। तर नेपालमा कस्तो छ भने तपाईँको कलाकारमा राम्रो त राम्रो छ होइन। अब स्ट्रगल कति गर्ने के स्ट्रगल तपाईँको 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष होइन। मलाई चाहिँ यो इन्डस्ट्रीमा 6 वर्ष समथिङ भइसक्यो, तर मैले अहिले त्यो प्लेटफर्म पाएको छैन कि, त्यो मैले पाउनु पर्ने प्लेटफर्म मैले अहिलेसम्म पाएको छैन। त्यही भएर म कलाकारमै प्रोफेसनल तरिकाले म जान्छु भनेर म आएको मान्छे हो। तर म अहिले पनि के सोचमा छु कि म अब छोडिदिइहालौँ कि जस्तो सोच पनि आएको छ कि। किन त्यस्तो भयो तपाईँले? सुरुवातमा कति वर्ष भयो यो फिल्ममा आउनु भएको? यो फिल्ममा म समथिङ 2016मा आएको थियो। म वैदेशिक रोजगारमा म साउदी अरबियामा थियो। 2014मा गएको थियो अनि 2 वर्षपछि म त्यहाँ छोडेर आएपछि अब म यतै गर्छु है। म मनमा सोच बनाइसकेको कलाकार अब जहाँ गए तापनि कलाकार नै हो क्या। तपाईँको त्यो भित्र त्यो अब त्यो गिल्टी फिल भइरहन्छ क्या। तपाईँ जहाँसुकै जानु, अमेरिका जानु होइन, अमेरिका जानु, तपाईँ अस्ट्रेलिया जानु, संसारको जुनसुकै क्षेत्रमा पनि तपाईँ जानु, तपाईँ कलाकार छ भने कुनै तपाईँको त्यो भित्रको कलाकार चाहिँ जागिरहन्छ कि तपाईँको त्यो। अहिले पनि तपाईँको मलाई चाहिँ यस्तो लाग्छ गर्न सकिनँ भन्ने छ कि के भयो? भने जस्तै गर्न सकिन्छ, त्यो चान्सहरू नपाउने रहेछ। म क्लियर कुरा गर्दै म अन क्यामरामा भन्न चाहन्छु कि चान्सहरू छैन सर। तपाईँको बोलीले चाहिँ मुखको बोलीले चाहिँ धेरै चान्स पाउँछ, तर तपाईँले रियलमा चाहिँ त्यो चान्स तपाईँले पाइरहेको हुँदैन कि। सरी केमा त्यस्तो भयो तपाईँले? मलाई चाहिँ यस्तो भयो, तपाईँको कामहरू अब यस्तो हो। अब हामी त मिडियम होइन मध्यमवर्गीय परिवारबाट तालुका राख्छौँ होइन। हामी त्यति लगानी गर्न सक्दैनौँ। अब एउटै म्युजिक भिडियो अब राम्रोसित तपाईँले बनाउनु भयो भने 5-6 लाख रुपियाँ लाग्छ है, कम्तीमा 5-6 लाख रुपियाँ लाग्छ। अब त्यति हामीसँग हुँदैन। अब त्यसको लागि चाहिँ अब हामीले अब गुहार नै गर्नुपर्छ होइन, स्पोन्सरहरू खोज्नुपर्छ। त्यो पाइरहेको हुँदैन हामीले। नयाँ कलाकार भएको कारणले हामीले त्यो भेट्न पनि भेट्दैन होइन। अनि त्यही भएर अब म आफूले गरौँ भने अब लिमिटेड खर्चमा गऱ्यो भने त राम्रो क्वालिटी, अहिले निडेड क्वालिटी हो। जनतालाई चाहेको अडियन्सहरूले अब क्वालिटी खोज्छ, त्यो क्वालिटी हामी निकाली स्टुडियो अब राम्रो स्टुडियोमा हामी गयो भने अब चार्ज पनि म्याक्सिमम् भइरहेको हुन्छ होइन। त्यस्तोमा हामी गर्न सक्दैनौँ। अब सुटमा पनि अब क्यामेरा पनि अब अहिले तपाईँको रेड क्यामेराहरू, त्योभन्दा पनि उच्च लेभलको क्यामेराहरू आइसक्यो छ मार्केटमा। अब त्यो जनताले अब जे हेरिरहेछ, अब हामीले त्यो स्यामसङ A11 को तपाईँले भिडियो हेरिरहेको बानीले होइन, तपाईँले पछि आइफोन 13 प्रो म्याक्स 14 प्रो म्याक्सको तपाईँले भिडियोहरू हेर्नुभयो भने, क्वालिटी हेर्नुभयो भने पछि त्यो तपाईँले त्यो स्यामसङको मन पर्दैन। बरु तर त्यो राम्रै थियो तपाईँले हेर्दाखेरि त, जब तपाईँ त्यो हेर्नुभयो नि तब त्यो गइसकेको रहेछ क्या। अब यस्तै हाम्रो मैले भन्न तात्पर्य त्यही हो। अब जनताले त्यो अब क्वालिटी अब कस्तो अब पल्सा होइन, पल्साहरूको म्युजिक भिडियोहरू अब त्यो क्वालिटीको आइरहेको हुन्छ 4Kमा होइन, 8Kमा पनि आउन थालिसक्यो अहिले। तर हाम्रो चाहिँ अब त्यति निकाल्न सकिँदैन होइन। सङ्घर्ष जारी छ सर। अब यही हुन्छ भने अब गरौँला होइन। अब आफ्नो जति छ क्षमता अब त्यत्रो ठुलो कलाकार त म भनिँदैन आफूले होइन। जे छ अब त्यो थाहा छ, मेरो साथीभाइहरूले थाहा छ, मेरो अब जति आफन्तहरू छ थाहा छ, उनीहरूले अब म छ यो मान्छेमा के छ है भन्ने थाहा छ। तर म त्यो दर्शकहरू माझमा पुग्न सकेको छैन कि, त्यो प्लेटफर्म चाहिँ मैले त्यो पाएको छैन अहिलेसम्म। अब मेरो नेपाली पनि सुधार भइसक्यो सर अहिले त। म भन्न चाहन्छु दर्शकहरूले, म खास गरी म इन्डियामा पढेको मान्छे हो। म नेपाली पनि नेपालमै आएर म सिकेको हो है। म क्लियर गर्न चाहन्छु, किनकि धेरैले अब कमेन्ट गर्न सक्नुहुन्छ नेपाली चाहिँ के बोलेको भनेर कमेन्ट, नेपाली चाहिँ पुरै मधेसी रहेछ भनेर नभन्नु होला। म अब नेपालमा आएको म 2009मा हामी नेपालमा आएको थियो अल फ्यामिली नै। बुवाको त्यहाँ कामले गर्दा हामी उतै बसेँ हो। जन्मेको पनि उतै हो, हामी पढेको पनि मैले +2 उतै सिधै आयो, +2 सिधै आएर हामी यता आएको। त्यसपछि म अब विदेश पलायन भयो होइन, विदेशमा काम गऱ्यो। अनि त्यहाँ मैले साथीभाइहरूसँग अलिअलि नेपाली सिक्दै यताउता गर्दा, खास गरी म नेपालमा पनि बसेन। त्यसपछि म दुबई गयो, दुबईमा अलि साथीभाइहरूसँग मैले अब हल्का अब नेपालीसँगै ग्रुपमा बसेको कारणले म नेपालीहरू सिक्यो। अनि फेरि त्यो बिचमा फेरि साउदी गएर आएको, अनि साउदी पछि लगातार नै अब नेपालमा बसिरहेको छु म।
अब म्युजिकल क्षेत्र बाहेक तपाईँको एक्टिङ क्यारियर कसरी सुरु भयो? एक्टिङमा चाहिँ लाग्ने इच्छा प्रेरित कसरी भयो त? मेरो एक्टिङमा चाहिँ एक्टिङको चाहिँ कुरा गर्दाखेरि मेरो साथी कृष्ण भन्ने छ भक्तपुरमा, अनि हामीसँगै साउदीमा एउटै कम्पनीमा काम गरेको हो आरपीमा। अनि उसले चाहिँ मलाई उसँग कन्ट्याक्ट हुँदा मैले कहाँ हो त भनेर भनेको थियो। अनि म चाहिँ सुटिङमा हो यार, अब म त त्यो खोजिरहेको मान्छे नि नेपालमै, खास गरी मलाई नेपालमा पनि थाहा थिएन। म मुम्बई पनि गएको स्ट्रगल गर्न, तर नेपालमा पनि मलाई यहीँ घर यहीँ बसेर पनि मलाई थाहा थिएन कहाँ जाने हो के गर्ने हो होइन। अनि उसले चाहिँ मलाई फोन गरेर म त सुटिङमा हो र तिमी सुटिङमा हो ल यार म पनि एक्टिङ गर्छु नि त भने मैले होइन। ल आऊ न त भनिहाल्यो। अनि त्यहाँ चाहिँ मेरो भेट चाहिँ डाइरेक्टर सोम कुसुमाजी सरसँग भेट भयो। अनि उहाँले नै मलाई प्रेरित गर्नुभयो होइन त्यो एक्टिङ लाइनमा। अब तिम्रो लुक्सहरू राम्रो छ, एक्टिङ पनि राम्रै छ, नेपालीमा तिमीले धेरै नेपाली ल्याङ्ग्वेजमा चाहिँ टोनमा चाहिँ तिमीले धेरै मेहनत गर्नुपर्छ भन्नुभयो। त्यहाँबाट चाहिँ मेरो बत्ती मुनिको अन्धकार पाएँ मैले होइन। उहाँको त्यो टाइममा चाहिँ डाइरेक्टर एकान्त मगर हुनुहुन्थ्यो। उहाँले चाहिँ मलाई चाहिँ एउटा त्यो प्र्याङ्कस्टरको रोल दिनुभयो होइन त्यसमा। अनि ठिकै चल्यो त्यो पनि, मैले कति 6-7 भाग गऱ्यो। त्यसपछि फेरि त्यो चलेन केही कारणवश, अब पछि बन्द भयो, मलाई पनि थाहा छैन होइन। म त रेगुलर काम गरिरहेको थियो, कलाकारहरू बिचमा छोडेर गयो, तर म त रेगुलर गरिरहेको थिएँ। मेरो घरको डिस्टेन्सबाट टाढै नै हो, नगरकोटमा सुटिङ हुन्थ्यो त्यति बेला। नगरकोटको बिचमा त्यो ब्यारिक पर्छ, आर्मी ब्यारिक पर्छ, त्यहाँ चाहिँ सुटिङ हुन्थ्यो। अनि म चाहिँ यता हाम्रो घर यता नारायणटारतिरबाट जान्थ्यो। अनि बिचमा बन्द भयो, 7 एपिसोडसम्म चाहिँ मैले गरेँ, त्यसपछि बन्द भयो। त्यसपछि बन्द भएपछि अनि सोम कुसुमा माझीले दाइले मलाई फोन गर्नुभयो, एउटा मुभी छ अब तिम्रो। म त्यति बेला पसल गर्थेँ चाबेलमा, मेरो कम्प्लेक्समा पसल थियो। अनि उहाँको फोन आयो, तिमी एउटा रोल गर्छौ भनेर। अनि इन्सपेक्टरको रोल छ। म हाँसेँ, दाइ म हवलदारको रोल त गर्न सक्दैन दाइ भनेर भने। अहिले मेरो नेपाली ल्याङ्ग्वेज राम्रो छैन दाइ, बेकारमा पिट्छ फिल्म, मैले गर्दा फिल्म बेकार भयो भने त होइन नरमाइलो फिल हुन्छ भनेर भनेको होइन। अब तिमी गर्छौ भनेर अनि मलाई त्यो दिनुभयो रोल होइन। सर्ट थियो तर मलाई मन पर्यो त्यो मुभी। धेरैले मलाई त्यो च्यानलहरूमा पनि आउँछ, अहिले पनि आउँछ, प्लस मुभीहरूमा डिसोमको धेरै च्यानलहरूमा त्यो मुभीहरू आउँछ। अब जति पनि दर्शकबिन्दहरू हेर्दै हुनुहुन्छ, अब तपाईँ त सङ्घर्षरत पनि हुनुहुन्छ, के सुझाव दिन चाहनुहुन्छ? म चाहिँ भन्छु अब तपाईँ आफ्नो प्यासनमा लाग्नु होइन, अनि आफ्नो काम चाहिँ नछोड्नु। अब आर्थिक कुरा पनि चाहिन्छ मान्छेलाई होइन। यसमा चाहिँ अब तपाईँ के हिट हुनु पऱ्यो होइन, त्यो काम गरेर मात्रै हुन तपाईँ पार लाग्नुहुन्न। म डाइरेक्ट भन्छु है, क्यामेरा अन क्यामेरा तपाईँको सिपहरू के अरू पनि छ भनेर होइन। अनि त्यो अरू काम गरेर पनि म पार्ट टाइम मात्रै गर्छु भनेर पनि आउनु, कि प्रोफेसनल तरिकाले नै म अब यो लाइफ क्यारियर नै यसमा बनाउँछु भने त्यो त अब तपाईँले धेरै लङ टाइम तपाईँले स्ट्रगल गर्नै पर्छ होइन। के थाहा अब कुन दिन अब सक्सेस तपाईँको हातमा आउँछ कि होइन। मैले अब धेरै उदित नारायणको भनौँ, अब श्री उदित नारायण पनि अब 10 वर्ष उहाँले स्ट्रगल गर्नुभयो है। अहिले टप लिस्टेडमा हुनुहुन्छ उहाँ होइन, गोल्डन भोइस छ उहाँको। अनि 10 वर्ष उहाँले गर्नु त्यत्रो राम्रो आवाज भएकोले गऱ्यो भने हामी को नै हो र होइन। अनि मैले उहाँको कथाहरू म यस्तो इन्टरभ्यूहरू हेरिरहन्छु होइन। मैले म धेरैबाट त्यो भएको छु होइन। तपाईँको के भन्छ त्यसलाई, अब इन्सपायर भएको छु म। अनि उदित नारायण नै भयो, नेपालकै अब तपाईँको अब धेरै कलाकारहरूको नाम लिन सकिन्छ होइन। अब धेरै जसो अब स्ट्रगल गरेर नै आएको, टाइम लाग्छ तर त्यो आत्तिनु हुँदैन। म 5-6 वर्षमै सुपरस्टार बन्छु, सुपर सिङ्गर बन्छु भनेर नआइदिनु होला होइन। किन म आफैले अब 2016देखि आएको छु, अनि अहिले 6 वर्ष भयो समथिङ होइन। 6 वर्षदेखि म अब यो कार्यरत नै छु। अब कुनै आयो होला मेरो भिडियोहरू, मन पराइदिनु भयो होला, तर त्यति चर्चित चाहिँ अहिले पनि भएको छैन होइन। धेरैले मलाई चिन्नु पनि छैन होला, तर स्ट्रगल गरिरहेको छु। अब हेरौँ अब सक्सेस अब माथिको हातमा छ होइन। अब दर्शकहरू अडियन्सहरूले मन पराइदिनु हुन्छ कि भन्ने आश राखेको छु अब कुनै दिन न कुनै दिनमा।
हस्। तर टिकटकबाट म भाइरल हुन्छु, म केही न केही ऊ गरेर म भाइरल हुन्छु भन्ने मेरो चाहना चाहिँ छैन। हस्, थ्याङ्क यू सो मच। अन्त्यमा केही भन्नुहुन्छ भने भन्न सक्नुहुन्छ। अन्त्यमा त्यही हो, विवेक सरले धन्यवाद होइन, उहाँले मलाई यो अवसर प्रदान गरिदिनु भएको लागि। अनि म आफ्नो डाइरेक्टर सोम कुसुमाजी दाइले पनि धेरै धेरै धन्यवाद दिन्छु होइन। उहाँले नै अब मलाई अब इन्डस्ट्रीमा उहाँ नै हुन्छ मलाई सम्झिएको होइन। अनि सन्तोष प्रकाश दाइले पनि म धन्यवाद दिन चाहन्छु यहीँबाट। उहाँले पनि दुईजना चाहिँ इन्डस्ट्रीमा चाहिँ मलाई जो होस् अहिले पनि भाइ के छ अब काम छ है, उहाँले काम दिइरहनुहुन्छ मलाई बेला बेलामा, म त्यसको लागि धन्यवाद दिन्छु होइन। अनि मेरो फ्यामिलीलाई म यहीँबाट धन्यवाद दिन्छु, उहाँले मलाई सपोर्ट गरिदिनको लागि होइन। मेरो भाइ दुईवटा विदेशमा छन्, वैदेशिक रोजगारमा। मेरो प्यारेन्ट्सहरू यतै हुनुहुन्छ, उहाँले पनि धन्यवाद दिन्छु। अनि मेरो गडले पनि म धन्यवाद दिन्छु, उहाँले मलाई अवसर प्रदान गरिदिनु भयो यो क्षेत्रमा होइन। अनि मेरो अब बेल विसर्सले पनि म धन्यवाद दिन्छु, जसले मलाई अब अहिलेसम्म साथ सपोर्ट दिइराख्नु भएको छ। अनि विशेष धन्यवाद विवेक सरले अनि उहाँको टिमलाई, उज्यालो नेटवर्कले पनि म धन्यवाद दिन चाहन्छु।